मम टेस्टको 2 नम्बरमा द कोर रुल अफ मम टेस्ट इज टक अबाउट देयर लाइफ नट योर आइडिया। हामी इनोभेसनको कुरा गर्छौँ, हामी सोच्छौँ वी आर बिल्डिङ समथिङ न्यू, तर इनोभेसन हाम्रो लागि नयाँ हो, ग्राहकहरूको लागि समस्या पुरानो नै हुन्छ। सल्युसन जहिले पनि भविष्यमा हुन्छ, प्रब्लम अहिले हुन्छ। सो इफ यु आर टक अबाउट द सल्युसन यु गेट ओपिनियन, इफ यु टक अबाउट देयर स्ट्रगल यु गेट फ्याक्ट। फ्रिज प्र्याक्टिकल फ्रेमवर्कमा सिक्नुहुन्छ पेन, प्रोसेस र प्राइस। पेन समस्या के थियो, प्रोसेस त्यो समस्यालाई तपाईँले कसरी म्यानेज गर्दै हुनुहुन्छ, प्राइस त्यो समस्यालाई तपाईँले कति मूल्य चुकाउनु भयो, कति स्ट्रेस लिनुभयो। नम्बरमा द मम टेस्टको शक्तिशाली लेसन्स हो कमिटमेन्ट इज ओन्ली वान रियल भ्यालिडेसन। वर्ड्स आर फ्री, कमिटमेन्ट हेज अ कस्ट। कसैले आएर तपाईँले भन्छ कति राम्रो प्रडक्ट बनाउनु भएको, कति राम्रोसँग पिच गर्नुभएको, तर त्यो कर्टेसी हो, त्यो रियल भ्यालिडेसन हो। देयर आर 3 रियल कमिटमेन्ट, टाइम, रेपुटेसन, मनी। यदि तपाईँमाथि कसैले यी 3 कुरा लगानी गर्छ भने दे आर रियली कमिटेड। मार्केटले इमोसनल होइन, मार्केटले लजिकल हुन्छ, मार्केटले बिहेभियर हेर्छ। मम टेस्ट टिचर्स डोन्ट लुक फर एप्रुभल, लुक फर रियालिटी। डोन्ट लुक फर कम्प्लिमेन्ट, लुक फर कमिटमेन्ट। डोन्ट लुक फर ओपिनियन, लुक फर बिहेभियर। लास्ट, बिजनेस तब बन्छ जब कसैले रिस्क लिन्छ, टाइम दिन्छ, रेपुटेसन जोड्छ र मनी इन्भेस्ट गर्छ। ट्रुथ अलवेज लिभ्स इन एक्सन। यही हो द मम टेस्टको सार। थ्याङ्क यू।